हाई एभ्रिवान, मलाई चाहिँ भिडियोहरू बनाउन, एडिट गर्न, भोइस कभर गर्न एकदमै मनपर्छ। तर कहिलेकाहीँ चाहिँ के हुन्छ भने भिडियो चाहिँ बनाएँ तर अब के बोल्ने, कसरी बोल्ने, कहाँबाट भिडियो स्टार्ट गर्ने नै आउँदैन कि मलाई। यस्तो समस्या चाहिँ भिडियो बनाउने प्राय सबैलाई हुन्छ होला। अहिले चाहिँ म घर आएको छु, घर आएको पनि 1 हप्ता भइसक्यो अनि यो भिडियो बनाएको पनि 1 हप्ता भइसक्यो क्या। मैले चाहिँ यो भिडियोलाई एडिटै नगरी यतिकै राखिराखेको थिएँ, तर आज कहाँदेखि एकासी मेरो जोस जागर चलेकै भिडियो बनाउँछु भनेर। हामीले चाहिँ अरूको भिडियो हेर्न मात्रै सजिलो छ, उनीहरूले फरेर बोलेको राम्रो राम्रो ठाउँहरू देखाएको त्यो हेर्न मात्रै सजिलो छ, तर भिडियो बनाउन एकदमै गाह्रो छ। किनभने मेहनत एकदमै चाहिन्छ भिडियो बनाउन पनि। भिडियो बनाउँदा चाहिँ कति ठाउँमा लडबडाइन्छ, कति ठाउँमा के बोल्नुपर्ने, के बोलिन्छ त्यस्तो हुन्छ। तर तपाईँहरूलाई भिडियो चाहिँ बनाउन मन लाग्छ, बोल्न आउँदैन, म बोल्दा बोल्दा लडबडाउँछु भनेर हार मान्नु भएको छ भने चाहिँ त्यस्तो चाहिँ नगर्नुहोस्। अनि के तपाईँहरूकोमा पनि हाम्रोमा जस्तै फ्रिज छैन भने चाहिँ पानीलाई यसरी राख्न सक्नुहुनेछ। मैले चाहिँ मेरो भाइलाई मेरो भिडियोहरू बनाइदिए भनेको थिएँ, उसले त मैले जे गर्छु सबै नै भिडियो बनाएको रहेछ कि मेरो फोनको स्टोरेज नै फुल हुने गरी।